नेपाली इन्जिनियरद्वारा निर्मित नेपालकै पहिलो एकीकृत डिजिटल प्लेटफर्म ग्लोबल डायरी यहाँले भर्खरै सार्वजनिक गर्नुभएको छ हैन? यसको मुख्य विशेषता चाहिँ के हो? ग्लोबल डायरीको मुख्य विशेषता भन्दाखेरि जस्तै सोशल मिडिया त थुप्रै बनेका छन् हैन, जस्तै फेसबुक छ, इन्स्टाग्राम छ, लिङ्कडिन छ, टिकटक छ, सबै सोशल मिडिया नै हुन्। सो ग्लोबल डायरी पनि एउटा सोशल मिडिया नै हो। तर यसको विशेषता भन्दाखेरि जस्तै अरू इन्टरटेनमेन्ट पर्पजको लागि बनाएका छन्, युजरलाई फोकस गरेर बनाएका छन् हैन। तर ग्लोबल डायरी कसरी बनाएको छ भन्दाखेरि यो बिजनेस अर्गनाइजेसनको डिजिटल प्रेजेन्स र डिजिटल मार्केटिङलाई फोकस गरेर बनाएको छ। अब्जेक्टिफाइड छ कि बिजनेसलाई कस्टमरसँग जोड्ने, कस्टमर मिन्स युजर राइट, युजर, बिजनेस र गभर्मेन्ट यो सँगैलाई एक आपसमा जोडेर एउटा इकोसिस्टममा इन्फर्मेसनहरू फ्लो गर्ने। जस्तै कि गभर्मेन्टलाई पनि न्युज इभेन्ट आफ्नो नोटिसहरू पब्लिस गर्नुपर्ने हुन्छ। गभर्मेन्टको हजारौँ साइटहरू छ, सबै साइटमा त पब्लिक भिजिट गर्न सक्नुहुन्न, ग्लोबल डायरीमा एकै ठाउँमा पाउनुहुन्छ। बिजनेस अर्गनाइजेसनको न्युजहरू थुप्रै ठाउँहरूमा आइरहेको हुन्छ। मोस्टली न्युज च्यानलहरूसँग पहुँच हुँदैन, तर न्युजहरू दिनुपर्ने हुन्छ, उहाँको प्रोडक्टहरू मार्केटिङ गर्नुपर्ने हुन्छ, सर्भिसेसहरू दिनुपर्ने हुन्छ। अब अहिलेको कन्टेक्स्ट के छ भन्दाखेरि बिजनेस डिरेक्टरी छुट्टै छ, सोशल मिडिया छुट्टै छ, प्रोडक्टको लिस्टिङको लागि ई-कमर्स छुट्टै छ। सबै छुट्टा छुट्टै गर्दाखेरि म्यानेज गर्न पनि गाह्रो र सबैले ह्यान्डल गर्न पनि गाह्रो। अब जो ठुलो कम्पनी छ, जोसँग टिम छ, उसले गर्न त सजिलो छ, तर सानो कम्पनी जो एक आफैले रन गरिरहेछ उसलाई त सबै कुराहरू म्यानेज गर्न गाह्रो छ नि त। अहिले मोस्ट अफ द सामान कसको बिकिरहेछ भन्दाखेरि जसले भाइरल हुन सकिरहेछ, टिकटकमा होस्, फेसबुकमा होस्, चाहे युट्युबमा होस्, भाइरल जो हुन सकिरहेछ उसको सामान बिकिरहेछ, बाँकीको पसललाई बन्द गर्ने समस्या पनि कतिको देखिरहेछ। त्यो भनेको त त्यसरी त बिजनेस चल्दैन नि त। बिजनेसले त सबैले बराबर पहुँच पाउनुपर्छ नि त, हरेक चिजको लागि सबैले कस्टमर पाउनुपर्छ प्रोपर। त्यसकै लागि बनेको हो ग्लोबल डायरी, जसले चाहिँ सबैले समान अवसर दिन्छ। सबै बिजनेसेसहरूले प्रोपर डिजिटल मार्केटिङको एक्सेस पाउनुहुन्छ, एफोर्डेबल बजेटमा पाउनुहुन्छ। जस्तै फेसबुक कसैले एड चलाउनलाई 10,000 खर्च गरिरहेछ भने ग्लोबल डायरीमा 1,000मै पुग्न सक्छ। त्यो कुराको लागि कतिलाई त फ्रीमै पाउनुहुन्छ, जो अहिलेसम्म डिजिटल पहुँच पाउन सक्नुभएको छैन उहाँहरूले त फ्रीमै एक्सेस लिन सक्नुहुन्छ। हो, त्यस्तो बेनिफिटहरू दिनलाई ग्लोबल डायरी बनाएको छ म्याम। यो ग्लोबल डायरी एक हिसाबले भन्दाखेरि फेसबुक हो कि जस्तो पनि, फेरि टिकटकको पनि भन्नुभएको छ यहाँले हैन, कता कता मार्केट प्लेसको कुराहरू पनि आयो भनेपछि यो एउटै प्लेटफर्ममा वस्तु बेच्न चाहनेले पनि जस्तो सूचना जानकारी पाउन खोज्नेले सूचना जानकारी पाउने हिसाबले पनि सँगसँगै के मनोरञ्जनका कुराहरू पनि यसमा समावेश हुने हो के? यस्तो छ म्याम। हजुर, तपाईँले राम्रो क्वेसन सोध्नुभयो म्याम। यसको फिचरहरूको बारेमा म अलिकति बताउँछु म्यामलाई। जस्तै यसमा न्युज छ, जहाँ सबै न्युज च्यानलहरूको लगायतका सबै न्युजहरू एग्रिगेटेड भएर आउँछ। हाम्रो नेपालमा मात्रै होइन, विदेशी न्युज च्यानलहरू पनि पछि जोडिँदै गइन्छ, जहाँ चाहिँ सबैको न्युजहरू एकै ठाउँ आउँछ। मार्केट प्लेस छ, जहाँ सबै बिजनेस अर्गनाइजेसनका, चाहे रिटेल होस्, होलसेल होस्, या रिफर्बिस्ड होस्, या कसैको सेकेन्ड ह्यान्ड सेल्स होस्, सबैको सामानहरू एकै ठाउँ आउँछ। इभेन्ट पोर्टल छ, जहाँ कसैले इभेन्ट गरिरहेछ। जस्तै अहिलेसम्म इभेन्ट हामी के खोज्न सक्छौँ भन्दाखेरि जुन प्रिमियम इभेन्टहरू छन्, जस्तै हामी इसेओमा खोज्न सक्छौँ, खल्तीमा खोज्न सक्छौँ, तर प्रिमियम इभेन्टहरू जस्तै कन्सर्टहरू भयो, त्यस्तो इभेन्ट त तर के त बिजनेस सेमिनार कहीँ भइरहेछ, कहीँ केही हाम्रो प्रोग्रामहरू गरिरहेछौँ हामी, केही ट्रेनिङ सेसनहरू भइरहेछ, त्यो सबै पनि त एक्सेसिबल हुनु पर्यो नि त पब्लिकको लागि। हो, त्यो सबैको लागि इभेन्टहरूमा हाम्रो भेटाउन सकिन्छ। जस्तै केही प्रोडक्ट किन्नु छ भने ई-कमर्स त हजारौँ छ नि त, तर हामीले चिनेको भनेको 2-4वटा हो, सबै ठाउँ जान पनि सकिँदैन। त्यसको लागि टाइम सेभिङ सबै ई-कमर्सको प्रोडक्टहरू एकै ठाउँमा पाउन सकिन्छ। ग्लोबल डायरीमा कम्पेयर गर्ने, यहीँबाट डाइरेक्टली इन्क्वायरी थ्रु किन्न पनि सकियो, और गएर थर्ड पार्टी साइटहरू जुन हजारौँ साइटहरू भने त्यहाँ रिडाइरेक्ट भएर पनि किन्न सकियो। र हाम्रोबाट जस्तै सोसल मिडियामा गभर्मेन्टको साइटबाट त किनभने सेक्युरिटी कन्सर्नले गर्दाखेरि सामानहरू बेच्न मिल्दैन भनिएको छ, तर हाम्रोमा फिचर राखिएको छ कि हाम्रो प्लेटफर्ममा भेरिफाइड बिजनेस अर्गनाइजेसनलाई भेरिफाई गर्न सकिन्छ, जसको लागि धेरै फिस पनि छैन। हाम्रो 1000 रुपियाँको सब्सक्रिप्सन फिस छ, जुन इयरली छ अझै। त्यति लिएर आफ्नो डेटाहरू राखेर बिजनेस अर्गनाइजेसनले लिगल्ली च्याटको थ्रु सामानहरू बेच्न सक्नुहुन्छ। हो, यस्तो फिचरहरू छ। यो हामी इन्टरटेनमेन्ट प्लेटफर्म त बनाउन खोजेको होइन म्याम, तर फिचर वाइज चाहिँ सबैको समग्र फिचर छ हेर्दा होइन, तर यसको अब्जेक्टिभ र यो बन्न खोजेको चाहिँ मोस्टली भनेको युजरलाई सहजीकरण गर्ने हो, जुन हाम्रो डेली लाइफको बेसिक निडहरू छ। जस्तै हामीलाई सामान पनि डेली किन्नुपर्छ, न्युज डेली पढ्नुपर्छ, इभेन्टको बारेमा जानकारी लिनुपर्छ, हामी यदि इम्प्लोइ कहीँ काम गरिरहेछौँ भने बेटर अपर्च्युनिटीको बारेमा हामीलाई थाहा हुनुपर्छ। हो, यो इन्फर्मेसनहरू हाम्रो फिङ्गर टिप्समा आउने भयो
जति बेला हामी चाहन्छौँ त्यति बेला एक्सेस गर्न सक्छौँ। यो भनेको ग्लोबल डायरी हो। हजुर, यो ग्लोबल डायरीमा कतिजना इन्जिनियरहरूको, जस्तो नेपाली इन्जिनियरहरूबाट निर्मित भन्दै गर्दा कतिजना इन्जिनियरहरूको इन्भल्भमेन्ट रहेको छ होइन, कतिलाई रोजगारी दिनुभएको छ, र यसको क्यापिटल स्ट्रक्चर कस्तो रहेको छ, यसमा कति लगानी पर्यो? ओके, अब टिमको कुरा गर्नुपर्दा हाम्रो टिम भनेको अहिलेको हालमा हाम्रो टिम भनेको एराउन्ड 60 जनाको टिम थियो अस्तिसम्म हाम्रो होइन। र त्यसबाट अहिले हामीले अलिकति लेअप गरेका छौँ, किन भन्दाखेरि टिमहरू फिल्टर गरेका छौँ। त्यसले गर्दाखेरि 52 जनाभन्दा बढी टिमहरू हुनुहुन्छ अहिले पनि हाम्रो टिममा, जसमध्येबाट इन्जिनियरहरू अलमोस्ट आधीभन्दा धेरै इन्जिनियरहरू नै हुनुहुन्छ। हाम्रोमा 5 वर्ष 7 वर्ष 8 वर्ष 13 14 वर्ष एक्सपिरियन्सहरू टिमहरू पनि हुनुहुन्छ, जसले टिम लिड गरिराख्नु भएको छ होइन। जस्तै हाम्रो प्रोडक्टको डेभलपमेन्ट टिमहरू लिड गर्दै हुनुहुन्छ, युएक्स युआई डिजाइनहरू गरिराख्नु भएको छ, त्यस्तो यस्तो। अनि अलमोस्ट अब मैले भनिहालेँ 52-53 जनाले जागिर पाउनु भएको छ होइन। अनि इन्जिनियरहरू पनि त्यस्तै छन्। अब अरू विदेशबाट पनि हाम्रो धेरै त छैनन्, जस्तै अमेरिकाबाट 2 जना अनि बेङ्गलोरबाट 2 जना हुनुहुन्छ, जसले डेडिकेटली यो प्रोजेक्टले हेर्नुहुन्छ, किनभने सेक्युरिटी हेर्नुपर्ने हुन्छ, सेक्युरिटी कन्सर्नको लागि उहाँहरूले हेर्नुहुन्छ। बाँकी चाहिँ हाम्रो सफ्टवेयर डेभलपमेन्ट चाहिँ सबै ह्यान्डओभर चाहिँ नेपाली टिमबाटै हुन्छ। यहाँसम्म कि हाम्रो जुन हाम्रो बेङ्गलोरमा हुनुहुन्छ त्यसमध्ये पनि 1 जना नेपाली नै हुनुहुन्छ। यसको पुँजी संरचना, ओके, पुँजी संरचना भन्दाखेरि पुँजीमा हाम्रो अहिलेसम्मको लगानी भनेको हाम्रो एक्सपेक्टेसन चाहिँ हाम्रो 5 करोडको अहिलेसम्मको प्लान थियो, जसमध्येबाट एराउन्ड 4 करोड हामी बर्न गरिसकेका छौँ। तर अबको हाम्रो फेज भनेको हाम्रो एक्सपेक्टेसन छ कि हाम्रो यो प्रोजेक्ट एक्जिक्युसन गर्नलाई नेपालमा एराउन्ड हाम्रो 10 करोडभन्दा बढी नै खर्च जान्छ यो प्रोजेक्टको लागि। यो ग्लोबल डायरीबाट चाहिँ प्रयोगकर्ताले मुख्य रूपमा चाहिँ अरू प्लेटफर्म भन्दा यसबाटै मात्र चाहिँ फरक के पाउँछ? अरू प्लेटफर्मबाट फरक के पाउँछ भन्दाखेरि जसरी मैले अघि पनि भने होइन, हाम्रो सोसल मिडिया भनेको मोस्टली इन्टरटेनमेन्टको लागि बन्या हुन्छ। त्यसमध्ये अब बिजनेस अर्गनाइजेसनले गर्ने मार्केटिङ हो, स्पोन्सर्ड एडहरू चाहिँ आउँछ, हामीले हेर्छौँ, त्यही आधारमा किन्छौँ। बिजनेस अर्गनाइजेसनको प्रमोसन ब्रान्ड बिल्डिङ त्यही अनुसारले भइरहन्छ। तर यो प्लेटफर्ममा एक्स्ट्रा पाउने भनेको जस्तै तपाईँले इक्जाम्पल कोहीले जब खोजिरहेछ भने जब पोर्टलै जानुपर्छ, सोसल मिडियाबाट कि एड हेर्ने हो, एडबाट कहीँ जाने हो भने डिफ्रेन्ट कुरा। तर यहाँ डेडिकेटेडली हाम्रो जब्सको मेन्युमा गइसकेपछि जब मात्रै हेर्न चाहन्छ र आफ्नो फिल्टर पनि गर्न सक्छ आफ्नो स्पेसिफिक जबहरू। कसैले केही सामान किन्नु छ भने हामी एउटा दुईटा प्लेटफर्म माथि डिपेन्डेन्ट हुनु पर्दैन। यहाँ भएको मोर देन एउटा इकमर्सको जुन हामी दराज भन्छौँ, अन्य भन्छौँ होइन, त्यो उनीहरूभन्दा एराउन्ड 5x 10x प्रोडक्टको भिजिबिलिटी पाउन सक्छौँ, इजिली सामानहरू किन्न सक्छौँ। जस्तै एउटा इक्जाम्पल दिन्छु म्यामलाई, अस्ति पनि मैले भनेको थिएँ, जस्तै एउटा जुत्ता किन्नु छ भने हामीसँग अप्सन आउँछ कि हामी अहिलेसम्म करेन्ट अप्सन भनेको हाम्रो लागि कि जुत्ता भनेको पसलमा गएर घुमेर किन्नु पऱ्यो, कि भनेको इकमर्स प्लेटफर्मबाट किन्नु पऱ्यो, जसको लागि हामी कि साइज सानो आउला भन्ने डर हुन्छ, क्वालिटी नराम्रो आउला भन्ने डर हुन्छ, महँगो होला भन्ने पनि। महँगो त मानौँ प्राइस त्यही देखिरहेको हुन्छ। तर अब के एडभान्टेज आउँछ भन्दाखेरि त्यो जुत्ता यदि नजिकै कोही पसलले भेराइटी पनि मोर पाइयो ग्लोबल डायरीसँग, र नजिकै कोही पसलले या कहीँ बेचिरहेछ भने त हामी डाइरेक्टली, अब हामीलाई पसलको नाम त थाहा छ, फोन नम्बरहरू थाहा छ, च्याट जरुरी छ भने च्याट पनि गरिसकेका छौँ। डाइरेक्टली पसलमा भिजिट गरेर 5-10 मिनट टाइम दिएर हामी त्यो जुत्ता साइज चेक गरेर, क्वालिटी चेक गरेर, बार्गेनिङ गरेर किन्न सक्छौँ। त्यो सबै एक्सेसहरू आउँछ। त्यस्तै गर्दाखेरि हामी इभेन्टहरूबाट अपडेटेड हुन सक्छौँ। सो यो सबै एक्स्ट्रा फिचरहरू आउँछ जुन भनेको अन्य सोसल मिडियामा आउँदैन। अन्य सोसल मिडियामा आउने भनेको यो फिचरहरू भनेको स्पोन्सर्ड एडको फर्ममा आउने, बिचबिचमा आउने। जस्तै न्युजकै लागि लिगौँ, सोसल मिडियामा आउने न्युज भनेको हामी जसलाई फलो गरे आउँछौँ त्यसको न्युज आउँछ, हामी बिचमा पढ्छौँ। तर ग्लोबल डायरीसँग के आउँछ भन्दाखेरि न्युजमा गइसकेपछि ओन्ली न्युज पढ्न सक्छु म, या भिडियो हेर्नु छ भने ओन्ली भिडियो न्युज हेर्न सक्छु म। मलाई जुन कुनै क्याटेगोरीको चाहिन्छ भने त्यही क्याटेगोरीको मात्रै न्युज हेर्न सक्छु। मलाई स्पोन्सर्ड भनेर मलाई बिचबिचमा कुरिराख्नु पर्दैन, स्क्रोल गरिराख्नु पर्दैन, टाइम वेस्ट गरिराख्नु पर्दैन। मलाई जे चाहियो एक्ज्याक्टली लिन सक्छु। त्यो चाहिँ बेनिफिटहरू पाइन्छ ग्लोबल डायरीबाट। हजुर, यहाँले यो एसएमएजहरूको लागि, साना तथा मझौला व्यवसाय तथा उद्यमीको लागि पनि यो प्लेटफर्म एकदमै सहज बनाइएको छ। यसमा चाहिँ निःशुल्क उहाँहरूले आफ्नो विज्ञापन प्रमोसन गर्न पाउने भन्ने कुरा पनि गर्नुभएको थियो होइन? हजुर, यो निःशुल्क भन्नाले टोटल्ली पैसा नलिने नै भन्ने बुझिन्छ होइन? तर यसले यहाँहरूलाई चाहिँ के फाइदा हुन्छ? ओके, यस्तो हुन्छ म्याम, यो प्लेटफर्ममा जस्तै मैले तपाईँलाई अलिकति बताएँ, जस्तै यो प्लेटफर्ममा मोर देन ठुलो अर्गनाइजेसन जो जाइन्छ, जसले अलरेडी डिजिटल मार्केटिङ हायर गरेर महिनाको 2-4 लाख खर्च गर्न सक्छ, उसको लागि त
भर्खरको फेजमा त्यति बेनिफिट नहोला, तर एसएमइजलाई मोर बेनिफिट छ होइन। एसएमइजहरूलाई किनभने उहाँहरूको जुन डिजिटल पहुँच छ त्यो कि महँगो छ, उहाँहरूको लागि अनएफोर्डेबल छ, सो त्यो एफोर्डेबलमा आउँछ होइन। र दोस्रो कुरा जसको पहुँच छैन त्यो इजिली पहुँचमा आउँछ होइन। र यो फाइदाहरू उहाँहरूले पाउनुहुन्छ। र जुन पैसाको कुरा गर्नुभयो हामीलाई के फाइदा छ म्याम, हामीलाई अनेस्टली भनेको अहिलेको फेजमा त केही पनि फाइदा छैन। फाइदा भनेको एउटा हो, हाम्रो नम्बर अफ बिजनेस अर्गनाइजेसन बढ्नुहुन्छ। अनि हाम्रो प्लेटफर्म सोसल मिडिया जस्तो प्लेटफर्मको लागि फ्युल भनेकै युजरले नम्बर अफ युजर, नम्बर अफ बिजनेस र बिजनेसको डेटा हो। जति उहाँहरूले बिजनेसले पोस्ट गर्नुहुन्छ त्यति युजर हाम्रोतिर आकर्षित भएर युजरहरूले त्यो डेटा कन्ज्युम गर्नुहुन्छ, त्यही हाम्रो लागि फ्युल हो। सो हाम्रो लागि अहिलेको फेजमा त्यो हो बेनिफिट भनेको। र पछि पनि हाम्रो फ्रीको प्लानले त कसले नै बेनिफिट पाउँछ र हामीलाई त केही बेनिफिट हुँदैन, तर बिजनेस अर्गनाइजेसनले पाउनुहुन्छ। र हामीले पहिलो वर्षलाई कुनै पनि बिजनेसले पहिलो वर्ष रेजिस्टर गर्छ भने हाम्रो अहिलेसम्मको प्लान अनुसारले चाहिँ हामी अलवेज फ्री एउटा प्लान चाहिँ दिने भन्ने प्लान गरेका छौँ, जुन भनेको बिजनेस अर्गनाइजेसनलाई जस्तै हाम्रो पहिलो प्लान हेर्नुभयो भने 1000 को छ, जुन पहिलो वर्षलाई फ्री हुन्छ। पहिलो वर्ष तपाईँ बिजनेसमा केही रेभिन्यू कमाउनुहोस्, ग्लोबल डायरीले युज गर्नुहोस्, केही एडभान्टेजहरू लिनुहोस्, जति सक्नुहुन्छ एडभान्टेज लिनुहोस्, त्यसपछि चाहिँ अर्को वर्ष 1000 तिर्नुहोस्, जसले गर्दाखेरि हामीलाई पनि सस्टेनेबिलिटी आउँछ। तपाईँले हामीले सानो सानो एडहरू चलाइराख्नु पर्दैन। जस्तै हामी गुगल एड, फेसबुक एड, मेटाहरू चलाउँछौँ नि त एडहरू। हामी त जबसम्म एड चलाउँछौँ तबसम्म लिड आउँछ, नभए त लिड बन्द 0 हुन्छ लिड। तर ग्लोबल डायरीमा कहिले लिड 0 हुँदैन। एकचोटि रेजिस्टर गरेर फ्रीकै एकाउन्ट बनाइदिनु भएको छ भने कुनै न कुनै दिन तपाईँलाई अहिले नयाँ प्लेटफर्म हो, थोरै आउला या नआउन पनि सक्यो 1-2 महिना, तर तपाईँले थोरै केही न केही लिडहरू चाहिँ अटोमेटिक जेनेरेट हुन नै थाल्छ। हाम्रो अल्गोरिदम नै त्यसरी डिजाइन गरिरहेको छ, जसमा एआई पावर नै हामीले राखेका छौँ कि टार्गेट बेसमा। जस्तै मैले जुत्ताकै कुरा गरेको थिएँ, कसैले जुत्ता खोजिरहेछ भने उसलाई रिकमेन्डेड जुत्ताको जो बिजनेस अर्गनाइजेसन छ जसले जुत्ता पोस्ट गरेको छ उसको जुत्ताहरू अटोमेटिक सर्भ गर्न थाल्छ उहाँलाई। एकैचोटि होममा जानुभयो भने जुत्तै सर्भ गर्न थाल्छ। अहिले अल्गोरिदमहरू अपडेट हुँदैछ हाम्रो, त्यो कुराहरूलाई हाम्रो एआईले पनि लर्निङ गरिरहेछ, बिस्तारै त्यो अपडेट भएर त्यो लेभलमा पुग्छ। नेपालमा धेरै यो विभिन्न आइटीका एपहरू बनिरहेको छ, जस्तो ग्लोबल डायरी जस्तै काइन्ड अफका एपहरू आइरहेको छन्, तर बिचमा यो पलायन हुने अवस्था देखिन्छ कि यो सस्टेनेबिलिटीको पाटोमा चाहिँ यहाँहरूले कसरी ध्यान दिनुभएको छ? यसमा म योभन्दा पहिला एउटा कुरा अरू बताउन चाहे म्यामलाई कि हाम्रो नेपालमा एपहरू किन सस्टेन हुँदैन, म आज बताउँछु है त्यसको बारेमा अलिकति। किनभने हामी धेरै कुरा गर्छौँ, नेपालबाट ठुला कुरा गर्छौँ, यो गरौँ। एउटा हामी कोही सानोभन्दा सानो मान्छेले अहिले हामी जसलाई भन्छौँ कि ब्लू कलर जब भन्छौँ होइन, त्यस्तो मान्छेलाई पनि कोहीले एउटा तरकारी किन्नेलाई सोध्यो भने उसँग पनि ठुलो न ठुलो आइडिया 2-4वटा हुन्छ। तर सस्टेन पहिलो कुरा त आर्ट गर्न सकिँदैन, यो त मेजर नै भइहाल्यो होइन। त्यसपछि आर्ट गरेर कति, जुन म्यामले जसरी भन्नुभयो कि बनिसकेका पनि कति पलायन हुनुपर्छ, धेरैको सबभन्दा वान अफ द मेजर रिजन हुन्छ फन्डिङ। मेरै साथीहरूले राम्रो प्रोजेक्ट बनाएका छन् नेपालमा, तर त्यो फन्डिङ बिना चलिरहेको छैन, प्रोजेक्टहरू बन्द छ या कोल्याप्स भइसकेका छन्। किनभने फन्डिङ नेपालमा हाम्रो सिनेरियो यस्तो छ कि हामी भन्छौँ स्टार्टअपलाई हेल्प गरौँ, अगाडि सारौँ, तर फन्डिङको कुरा जब आउँछ नि हाम्रो एक त हाम्रो उस नै छैन, मार्केट नै सानो छ उसको लागि, यो इन्भेस्टरको धेरै सानो छ जो स्पेसिफिक ठाउँहरूमा गर्नुहुन्छ। अब स्टार्टअप प्रोजेक्टमा के हुन्छ भन्दाखेरि चाहे आइटीको होस् जुनसुकै होस्, पहिला पैसा चाहिन्छ। किनभने एउटा लेभलमा त उसले सानोतिनो ल्याएको हुन्छ, एउटा लेभलमा स्केल गर्नलाई त पैसा चाहिन्छ। पैसा पहिला दिएपछि बल्ल पो बिजनेस आउँछ। तर नेपालको कन्सेप्ट के छ भन्दाखेरि फन्डिङको लागि मान्छेले पहिला माग्छ बिजनेस अनि बल्ल पैसा खोज्छ कि पहिला बिजनेस ल्याउनुहोस् भन्छ, रेभिन्यू ल्याउनुहोस् भन्छ। आइटीको प्रोजेक्ट मोस्टली भनेको 2 वर्ष 3 वर्षसम्म रेभिन्यू जेनेरेटेड प्रोजेक्ट हुँदैन। अलमोस्ट जसरी म्यामले भन्नुभयो नि कि फ्री कसरी दिनुहुन्छ, फ्री नै दिनुपर्ने हो। आइटीको प्रोजेक्टहरू मोस्टली फ्रीमै दिने हो। जस्तै इन्डियाले जियो सिम लन्च गरेको थियो, इक्जाम्पल हेर्नु होला। सिमको त उसले चार्ज गर्छ नि त, जहिले पनि जो पनि चार्ज गर्छ, तैपनि उसले 1 वर्षसम्म डाटा समेत फ्री दिएको थियो। सो त्यसरी आइटीको प्रोजेक्ट त्यसरी नै काम गर्छ। र अरू कुराहरू भनेको गभर्मेन्टको हामी सपोर्ट के भनौँ, न्युट्रल गभर्मेन्ट भनौँ, न सपोर्ट हुन्छ न रिस्ट्रिक्सन हुन्छ गभर्मेन्टबाट होइन, त्यो सबै छ। अनि यो सबै च्यालेन्जेस छ। र अर्को एउटा मेजर च्यालेन्जेस आउँछ म्याम, जुन भनेको कम्पनीहरू कोल्याप्स गर्नुको एउटा अरू रिजन हो, म भन्न चाहेँ तपाईँहरू मार्फतबाटै। त्यो सकेसम्म नेपालीहरूमा हुन जरुरी छ। हाम्रो नेपाल यदि अगाडि बढाउनु छ भने त्यो चाहिँ हुन जरुरी छ। हाम्रो टिमको जुन रिस्पोन्सिबिलिटी हुन्छ नि त्यो चाहिँ हुँदैन। जस्तै हामी कहीँ पनि जब गरिरहेछौँ भने भनिदिन्छौँ हामी 1 हप्तापछि आउँदैन, म रेजिग्नेसन आज हाल्दै भोलिबाट आउँदैन,
यो एउटा सबभन्दा नराम्रो छ। प्रोजेक्टको केही डिपेन्डेन्सी छ भने कोही 1 हप्ता 2 हप्ता या महिनैमा रेजिग्नेसन दिइरहेछ छोडिरहेछ भने बहुत ठुलो स्टार्टअप प्रोजेक्टहरूलाई ह्याम्पर गर्छ त्यो कुराहरूले। हामीले त त्यो कुराहरूलाई पहिल्यै 7 वर्ष भइसक्यो आइटीमा त्यो कुराहरूलाई एड्रेस गरेरै आएका थियौँ, जसले गर्दाखेरि यहाँसम्म हामीले टिमहरू खटाउन अरू कुराहरू गर्न सकेका छौँ होइन। अरू केही अलिकति टिमले देख्यो कि कम्पनीलाई गाह्रो छ भने सपोर्ट गर्ने ठाउँमा बिचमा छोडिदिन्छ जबहरू, त्यसले गर्दाखेरि कम्पनीले झन् पुसब्याक गरिदिन्छ। त्यो सबै सिचुएसनहरू आउँछ। त्यो कुराहरू हामी पहिल्यैदेखि 6-7 वर्षदेखि मार्केटमा जसरी मैले भने भएको हुनाले त्यो कुराहरू एड्रेस गरेका थियौँ। फाइनेन्सियली अलरेडी हामी इन्भेस्टर पहिल्यैदेखि राखेका थियौँ हाम्रो प्रोजेक्टको लागि, र अझै पनि इन्भेस्टरहरू लाइनअपमै पाइपलाइनमै हुनुहुन्छ हामी, जो हाम्रो फन्डिङहरू रिक्वायर्ड भयो भने त्यहाँबाट रेज गर्न सक्छौँ। र अरू पनि अप्सनहरू हामीले राखेका छौँ कि हाम्रो यो भएन भने अर्को पनि ब्याकअप जुन ठाउँमा कि च्यालेन्जिङ छ, जुन कुराहरूले कम्पनीहरूलाई गाह्रो हुन्छ, जस्तै मैले भने टिमको साइजले टिमले गाह्रो हुन्छ अनि फन्डिङले गाह्रो हुन्छ। बाँकी कुरा त टिम भयो भने र फन्डिङ भयो भने र आइडिया भयो भने त मान्छेले जे पनि गर्न सक्छ। मेजरली यही नै कुराहरूले गर्दाखेरि गाह्रो भइरहेको हुन्छ। त्यसमा हामी चाहिँ वेल म्यानेज छौँ मैले चाहिँ। फन्डकै कुरा गर्दै गर्दा भविष्यमा तपाईँहरू आइपिओमा जाने केही योजना छ कि छैन? आइपिओमा जाने योजना चाहिँ छ म्याम, तर अहिले कसरी जाने के गर्नुपर्छ भन्ने कुरामा तयारी चाहिँ गरिसकेका छैन। किनभने अहिले त हामी अर्ली लन्च गरेका छौँ। पहिला प्रोजेक्टलाई सस्टेन गराउन जरुरी छ, प्रोजेक्टमा युजरहरू बढाएर प्रोजेक्टलाई स्टेबल गराउन जरुरी छ। त्यो भइसकेपछि चाहिँ आइपिओमा जाने चाहिँ प्लान चाहिँ छ। फ्युचरमा हामी आइपिओ चाहिँ जान्छौँ। हजुर, नेपालमा बेला बेला सामाजिक सञ्जाल बन्द गर्ने, नियमन गर्नेको नाममा बन्द गर्ने जस्ता कुराहरू आइरहेको छन् बेला बेला होइन। कथम कदाचित त्यस्तो त नहोस्, तर भइहालेमा चाहिँ त्यो किसिमको नियम आइहाल्यो भने यो एपलाई कुनै फरक पर्छ कि पर्दैन? त्यस्तो नियमले अब चाहिँ फरक पर्दैन म्याम, किनभने हाम्रो यो आइटी मिनिस्ट्रीबाट हामी चाहिँ एप्रुभ छौँ, हामी सर्टिफाइड छौँ। जुन नियमले गर्दाखेरि उहाँहरूले बन्द गर्नुभयो त्यो अन्य सोसल मिडिया प्लेटफर्महरू, त्यो सर्टिफिकेसनहरू हामीले लिइसकेका छौँ, जुन अहिले अरू प्लेटफर्महरूले अहिलेसम्म लिन सक्नु भएको छैन। त्यो अलरेडी हामी सर्टिफाइड छौँ। र अन्य पनि र त्यस्तो अब त्यहाँबाट आइटी मिनिस्ट्रीबाटै सर्टिफाइड भइसकेपछि अरू ठाउँ र केही कुराहरू त्यस्तो रुल्स एन्ड रेगुलेसन भयो भने उहाँहरू हामीले समन्वय गरि नै रहन्छौँ रेगुलर रूपमा। सो त्यस्तो सिचुएसन चाहिँ हाम्रोमा हुँदैन त्यो प्लेटफर्म, हाम्रो प्लेटफर्म। अब अन्तिममा प्रविधिको क्षेत्रलाई नेपाल सरकारले पनि र विभिन्न राजनीतिक दलहरूले पनि प्राथमिकतामा राखेको कुराहरू आफ्नो भाषणमा मन्तव्यमा व्यक्त गर्दै आइराखेका छन् होइन। छिमेकी मुलुक भारत र चीन नेपालको तुलनामा निकै अगाडि बढिसकेको छ। नेपालमा चाहिँ आइटीको सेक्टरलाई त्यो लेभलमा पुर्याउनलाई भनौँ न, अगाडि बढाउनलाई विकास गर्नको लागि कस्ता किसिमको नीति चाहिन्छ जस्तो लाग्छ यहाँलाई? त्यसको लागि त मैले अघि भने है म्याम कि हामीलाई कुनै पनि आइटी प्रोजेक्ट होस् या जुनसुकै प्रोजेक्ट हो, अगाडि बढाउनलाई पहिलो कुरा भनेको पैसा, दोस्रो कुरा भनेको टिम, र तेस्रो कुरा भनेको त्यो टिम त्यसलाई चाहिने रिसोर्सेसहरू लाइक ट्रेनिङ होस्, अरू कुराहरू होस्। यो 3टा कुरा मस्ट हुन्छ। त्यो भनेको हाम्रो साइडबाट यदि त्यस्तो हामीलाई नेपाललाई रियल्ली नै कहीँ चिनाउनु छ र नेपालबाट त्यस्तो प्रविधिहरू डेभलप गर्नु छ, ठुल्ठुलो प्रोजेक्टहरू बनाउनु पर्ने छ भने नेपालमा अरू देश जतिको मेहनत चाहिँ म्याम गर्नु पर्दैन। अनेस्टली हाम्रो नेपाली ट्यालेन्ट यतिको क्यापेबल छ कि अलिकति पनि सपोर्ट पायो भने धेरै राम्रो राम्रो प्रोजेक्टहरू बन्न सक्छ नेपालबाट, र विश्व जगतमा बिक्न सक्छ त्यो प्रोजेक्टहरू। नेपालबाट हामी एग्रिकल्चरतिर फोकस गर्छौँ होइन, तर हामी आइटीतिर पनि अलिकति फोकस गर्ने हो भने नेपालमा ठुलो एमाउन्टको हामीले रेमिटेन्स भन्दा नि रेभिन्यू, फरेन रेभिन्यूहरू पनि ल्याउन सक्छौँ हामी। तर त्यसको लागि चाहिँ किन भन्दाखेरि हाम्रो अलिकति एउटा बेनिफिट के छ भन्दाखेरि हामी अरू कन्ट्रीभन्दा सस्तो रिसोर्सेसहरू छौँ। त्यसले एउटा कम्पनीले ठुलो एडभान्टेज दिन्छ। तर त्यसको लागि रिसोर्सेस मात्रै सस्तो भएर हुँदैन, त्यसको लागि हामीलाई अरू सहयोगहरू चाहिन्छ। जस्तै गभर्मेन्टले हामीलाई भनेको छ कि स्टार्टअप लोन 25 लाखको छ होइन, त्यो पहुँच गर्नलाई मलाई आज पैसा चाहिरहेछ भने म पाउँछु 1 वर्षपछि, अर्थै भएन। त्यो इजी एक्सेसिबल हुनु पर्यो नि। म डकुमेन्ट पुर्याउँछु, ल मलाई आज चाहिरहेछ भने म आज एप्लाई गर्न पाऊँ, डकुमेन्ट पुरा गरिसकेपछि म यदि त्यसको लागि क्यापेबल छु भने म एटलिस्ट 1-8 महिनाभित्रमा त्यो एक्सेस गर्न सके पो मेरो लागि बेनिफिसियल त। नभए गभर्मेन्टले आफ्नो टाइममा दिएर त मलाई एक्सेसिबल भएन नि। हो, त्यो सबैको एटलिस्ट सुविधाहरू टाइममा दिन सकियो भने, एउटा प्रोपर रुल्स एन्ड रेगुलेसनहरू बनाइदियो भने यो कुराहरू एकदम सहज हुन जान्छ कामहरूको लागि। जस्तै गभर्मेन्टले त रुल्स एन्ड रेगुलेसन बनाउँछ, तर त्यो रुल्स एन्ड रेगुलेसनले अनेस्टली हामी जस्ता बिजनेस अर्गनाइजेसनलाई केही फाइदै हुँदैन। जस्तै स्टार्टअप लोन 25 लाखको छ, मेरो लागि करोडौँ खर्च छ, तर एटलिस्ट त्यो 25 लाख मैले टाइममा पाएँ भने मेरो 1-2 महिनाको स्यालेरीलाई धान्थ्यो होला ब्याकको केही मन्थहरूमा, तर त्यो बेला मैले पाइनँ।
अब म मानौँ 2 महिना 3 महिना पछि म 25 लाख रुपियाँ पाउँछु भने त्यो 1 महिनाको मेरो टिमको स्यालेरी पनि हुँदैन भने मैले के गर्न सक्छु? अहिलेको हाम्रो कम्पनीको बर्न भनेको 25 देखि 30 लाख रुपियाँ छ। त्यो भनेको केही पनि फाइदा हुँदैन। जस्तै इन्डियाहरूमा हामी भन्छौँ कि ठुलो कन्ट्रीहरूले प्रगति गरेका छ। इन्डियामा यस्तो प्रोजेक्ट हुने हो भने करोडौँको उसले उसहरू पाउँछ, योगदानहरू पाउँछ। हाम्रो कम्पनी हाम्रो नेपालमा केही पनि छैन। हामी एग्रिकल्चरलाई दिन्छौँ, अरूलाई दिन्छौँ। खास भन्ने हो भने एग्रिकल्चर किसानलाई त अलिकति दबाई अरू कुराहरू जे चाहिने छ नि उहाँहरूले त्यति प्रोत्साहन त्यो पनि रियल जो किसानी गरिरहेछ जोसँग पहुँच पुग्नुपर्ने हो त्यो त पहुँचेकै हुँदैन। भन्नाले यहाँको कुरा चाहिँ आइटी सेक्टरमा केही गर्न खोज्ने कम्पनी अथवा विद्यार्थीहरूमा चाहिँ लगानी गर्नु पर्यो, अनुदान दिनु पर्यो। अनुदानहरू फास्ट ट्र्याकमा राइट, फास्ट ट्र्याकमा गर्नु पर्यो, न कि अनुदान दिन्छु भनेर मात्रै पनि हुँदैन। त्यसलाई टाइममा दिनु पर्यो, उसलाई चाहिने बेलामा दिन सक्नु पर्यो। त्यो कुराहरू दियो भने पुग्छ। अहिलेको लागि जस्तै गभर्मेन्टले ट्रेनिङहरू चलाइरहेछ, धेरै राम्रो काम गरेको छ। जस्तै अस्ति हाम्रो उसहरू यो सिटिभिटी ट्रेनिङहरू भइरहेछ, त्यो धेरै राम्रो छ। ट्यालेन्टहरू त्यहाँबाट निक्लिरहेछन्। तर ट्यालेन्ट भएर युटिलाइज कहाँ गर्ने, कसरी गर्ने, त्यो युटिलाइजेसन गर्नलाई पनि त अपर्च्युनिटी क्रिएट हुनु पर्यो नि त, राम्रो नीति ल्याउनु पर्यो नि त। उनीहरूलाई ठिक छ ल ट्रेनिङ दिइराख्नु भएको छ, कोहीले राम्रो प्रोजेक्ट लिएर आयो भने धेरै नदिनुहोस्, 5 लाख रुपियाँ कमसेकम इन्भेस्ट गर्ने अप्सन त बनाइदिनुहोस्। त्यति गरिदियो भने त त्यसले कमसेकम केही राम्रो काम गर्न सक्छ नि त। हो, त्यो कुराहरू भयो भने धेरै राम्रो हुन्छ।